Hey, what's up guys? अनि रेस्ट इन पिस यामा बुद्ध दाई, रेस्ट इन पिस रोलर एक्स दाई। अनि आज आउने बित्तिकै यामा बुद्ध दाईले सम्झियो भन्ने बित्तिकै तपाईहरुलाई याद आयो होला के को लागि आएको हामी। We are here to inform something to you। अनि इन्ट्रोड्युस गर्न चाहिँ हाम्रो ईशान भाइलाई चाहिँ इन्ट्रोड्युस गराएको। बिग शाउट आउट ईशान भाइ। अनि आज अहिले भिडियो बक्स सुनाउँछु भनेर आएको छ। अहिले के यार छ हैन, भिडियोमा स्टे ट्युन भएर बस्नु होला। अनि तपाईहरुलाई म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामी चाहिँ देवचुलीको चाहिँ अन्डरग्राउन्ड र्यापरहरु चाहिँ भेट भम भन्न चाहन्छु। अनि यो चाहिँ चञ्चले चाहिँ चलिरहेको छ। चञ्चले म गण्डकी अञ्चल। ओ देख्नु भयो नि, यस्तै यस्तै फ्रीस्टाइल तरिकाको चाहिँ हामी फ्रीस्टाइल सेसन पनि चलाउनु पर्छ जस्तो मानिरहेको छु। अनि तपाईहरुलाई यदि हेर्न मन छ भने चाहिँ तल कमेन्ट गर्नु न गुटुङ टुङ लाएर हैन। अब र्यापको बारेमा नि हामी खतरा गरिन्छौँ र्यापमा पनि हैन। अनि यो भाइ चाहिँ बिट बक्स हान्छ। अनि बाबु आज बिट बक्स हान्ने कि हान्दैन? हान्ने हो नि। ल अब भाइको बिट बक्स सुन। ल है म साइडमा बसेर हान्छु। ल क्यामेरामा नबसिकिन हान्ने। ल हान्दै भाइ। यो हैन गाइज, अब राम्रोसित सुन्नियो। ल हेर्नु कस्तो हाँसो लाग्यो। ल है गाइज राम्रोसित है। ल है पुच्छेर हाँस लाग्छ रे है। ल हान्दै केटा हान्दै। पहिलोचोटि भिडियोमा आएको नि त दाइको, अब त्यही भएर अलि उ भयो। 3 2 1 गो। ल आज धेरै नसुन भन। भिडियो बक्स यो दामी दामी हुन्छ केटा हो, दामी। अनि तपाईहरु चाहिँ अब एसएनपी ब्लगलाई सब्स्क्राइब गर्नुभएको छैन ब्लगलाई सब्स्क्राइब पनि गर्नुस्। अब दामी दामी कन्टेन्ट जर्छ, छिटो छिटो र्याप ब्याटलहरु पनि आउँछ। अनि बिग शाउट आउट टु ईशान भाइ अझै पनि यही छ। चञ्चले म चञ्चले गण्डकी अञ्चले यही छ हैन।